कोही पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुके अरे कोही पनि लुक्ने होइन। सबै एमाले हो, शानका साथ गौरवको साथ छाती फुलाएर भन्ने हो। त्यसो बनाउने एमाले हो, लुटे लाग्नेले बनाउँदैन। कहिले काहीँ अप्ठ्यारो आउँछ, यो अप्ठ्यारो केही होइन, आउँछ जान्छ। यो त हुरी आएको जस्तो, हिजो हुरी आयो आज ल कुन चाहिँ चेन्ज आउँछ तब आउँछ। अस्ति जस्तो मान्छे आउँछ, गोली आउँछ अरे के आउँछ अरे के आउँछ, के क्षति हुन्छ? घर बत्तिसक्यो, भ्रष्टाचार कन्ट्रोल गर भनेर घर बत्ताउनु पाइन्छ? अब घर बत्यो त के हो त, ज्यान निकाल्छ ल निकाल त ल, गोली हान्न म त थाल्नु तयार छु। ल को छ 600 जना हत्याधारी छन्, हेरौँ न त ल यस्ता हावा कुरा गर्ने। त्यही भएर तपाईँहरू ढुक्क हुने। केपी बा राष्ट्रिय पिता हो, केपी बाको घर जलाएर राष्ट्रिय सम्पत्ति सुहा पारेका छन्। यिनीहरूलाई एक एक हिसाब हुनुपर्छ। केपी बाको घरलाई राष्ट्रिय लाइब्रेरी बनाएर के हुन्थ्यो? जलाउनु पर्थ्यो? को हो त्यो जलाउने? तिनका हिसाब हुनु पर्दैन। टिकटक रिलहरू सबै यिनीहरूले मेट्छन्, तुरन्त डाउनलोड गर्ने, एक एक खोज्ने, भदुराट खोज्न सुरु भइसकेको छ। प्रहरीले बुझाउने, प्रहरीका चौकीहरू जान भत्का छन् त्यसलाई बनाउने। प्रहरी बाहेक केही पनि नहुनु फेरि तपाईँ सबै बनाउँदै होला। फेरि तपाईँहरू वडा कार्यालयमा रहन आउनु हिँडेन, तपाईँ वडा सिउ छुट्टै बस्ने कोठा लिएर। एमालेका वडा मात्रै किन भत्काइयो? त्यहाँ अरूको वडा किन भत्काइयो? त्यसैमा फेरि अरूले भत्काउनु पर्यो भनेन। एमालेको कार्यालय भत्काउने, केपी ओलीको घर जलाउने, महेश बस्नेतको घर जलाउने, अनि महेश बस्नेत छुट्याउने, रविन्द्र सापकोटाको घर जलाउने, वासुदेव थापाको घर जलाउने। के हो नि? किरणजीलाई म एकदम स्यालुट गर्छु, शिवडोलका साथीहरूलाई। लुटेर अन्य जग्गाबाट पुलिसको बन्दुक लुकेर किरणले जाँदाखेरि तरबार लिएर 20 जना मान्छे निस्केपछि घर बच्यो। हामी तरबार लिने मान्छे होइन, तर आवश्यक पर्यो भने मुलुकको हितको लागि तरबार बोक्नुपर्छ। यो कुरा तपाईँहरू नडराउने। टोलमा सुरक्षा समूह बनाउने, युवा संघ काङ्ग्रेस के हो केही नभन्ने। अब युवा संघ, नेभी संघ, काङ्ग्रेस, एमाले सब एक ठाउँमा बस्ने, आउँदो फागुनको चुनावमा देखाउने यिनीहरूलाई। ठिक छ ल, भ्रष्टाचार गरेछ भने भ्रष्टाचार गरेछ भने त राज्यले जफत गर त, छानबिन गर। हिजो राणाहरूको हामीले दरबारलाई अधिग्रहण गरे होइन र? हिजो ललिता निवास भनेर पञ्चेहरूको अधिग्रहण गरे होइन र? आज ललिता निवास भनेर राज्यको सम्पत्ति भएन? राष्ट्रिय सम्पत्तिलाई ध्वस्त पार्ने, व्यक्तिको घर पनि त अधिग्रहण गर्न पाइन्छ नि। व्यक्तिको घर जलाउनु पाइन्छ, सिंहदरबार जलाउनु पाइन्छ, अख्तियार जलाउनु पाइन्छ। सर्वोच्च किन जलाएको? सदन किन जलाएको? 14,000 मान्छेले जेलबाट किन भगाएको? कसले भगाएको? रविजी जेलबाट हतकडी खोरेर प्रधानमन्त्री हुन निस्किया होइन? भयो त प्रधानमन्त्री। अनि बालनको सल्लाहकार अहिले गृहमन्त्री, अनि बुढापाकाले खायो भन्नु भएन? अनि अहिले ठुली आमै कति जेठी त? हाम्रो केपी भन्दा 1 वर्ष जेठी होइन? केपी बा बुढा भयो भनेर हटाएर सुशीला कार्की 1 वर्ष जेठी ठुली आमाले बनाएको होइन? अब बनाउँछिन् नि ठुली आमाले बाटो, बनाउँछिन् नि ठुलो आमाले वडा, सिंहदरबार बनाउँछिन् नि त। केपी ओलीले हामीले त धरेर बनायौँ, लुम्बिनीले चाहिँ पोखरा एयरपोर्ट बनायौँ, खानकोट सुरुङ मार्ग बनायौँ, बालकोटदेखि गुन्डुदेखि ठिमीदेखि भक्तपुरको अधिकांश बाटो कहीँ छ पिच हुन बाँकी। अब के गर्ने? अब सुशीला दिदीले आएर यहाँ सुनको लेपन लाउने? बनायौँ त हामीले, खानपान समस्या हल गऱ्यौँ त, अस्पताल बनायौँ त, हामीले गएर चित्त नबुझ्यो होइन? 7 लाख घर भूकम्पमा बनायौँ त, ल बनाउँ त। अब त्यही भएर प्रहरी चौकी बनाउन हामीले सहयोग गर्ने। तालिबानी र बोके हराम जस्तै हाम्रा प्रहरीहरूलाई यिनीहरूले मारेका छन्, हाम्रा प्रहरीहरूलाई लहटेका छन्। बागमती नदीमा आत्मसमर्पण गरेर भागेको प्रहरीलाई कुटी कुटी विष्णु पढेर महेश पर्छ भनेर यिनीहरूले भनेको छ। यी त बोके हराम हुन्, यिनीहरू त तालिबानी हुन्। यिनीहरूसँग त कुनै सद्भाव राख्ने। अब यो जनताले भन्नुहुन्थ्यो के कुरा जहाजहरू, केही जहाज होइन। जसरी हिजो माओवादीले लुट्या थियो, यिनीहरू बोके हराम हुन्, यिनीहरू तालिबान हुन्। यो खालका मान्छेहरूलाई चाहिँ हामीले एक एक गरी समाउनु पर्छ। त्यही भएर यो कुरामा चाहिँ तपाईँहरू ढुक्क भएर लाग्ने, दह्रो मनोबल बढाउने, टोल टोलमा संगठित हुने, अहिले पार्टीभन्दा माथि उठेर काङ्ग्रेस माओवादी सबै मिलेर चाहिँ गर्ने। केही छ यसमा? समस्या छ र यहाँ मिलबाद दाई जस्तो हेर्नु त, हाटपट्टि नेपालको गौरव थिएन? किन जलाएको, किन लुटेको, त्यहाँभित्र मान्छे किन मारेको? अनि 21 जना मरेर ल 21 जना राज्यको तर्फ मरेर छानबिन गर्नु। त्यो पनि एम्बुलेन्सबाट गोली हाने भनेको छ, कहाँबाट हाने भनेको छ, प्रहरीले नबोक्ने त्यहाँ हतियार फेला परेको छ। 72 जना मरेको छ। अनि 51 जना चाहिँ कसले मारे? तिम्रो बाउले मारे 51 जना? त्यो 51 जना मारेर हिसाब गर्नु पर्दैन? त्यही भएर तपाईँहरू ढुक्क हुनुहोस्, उच्च मनोबलका साथ लाग्नुहोस्, अप्ठ्यारो परेका सबैलाई सहयोग गरेर लाग्नुहोस् र यो विशेष गरेर यो अपराधी कराउन लागेका मान्छेहरूलाई एक एक गरी तपाईँले गर्नुहोस्। अब यहाँबाट गएर सबैले बेलुका बेलसम्म वडामा साथीहरूको भेला डाक्नुहोस्। आजदेखि नै यो मुभमेन्ट गर्नुहोस्। भोलि 3 बजे हामी केन्द्रीय कार्यालयमा जान्छौँ। कुनै र्याली सैली औपचारिक होइन, हामी यसै गरी जान्छौँ।
केन्द्रीय कार्यालयमा गएर अब केन्द्रीय कार्यालयको संरक्षण हामी गर्छौँ भन्छौँ। अस्ति त आयोजकले झुक्काएर शान्तिपूर्ण हुन्छ हामी 2 बजी फर्किन्छौँ भनेर हामी झुक्केका हौँ। अब हामी सधैँ झुक्किँदैनौँ। हाम्रा घर जलेर ध्वस्त भएको छैन, हामीलाई केही चाहिएको छैन र अब बाँकी जनताको सम्पत्ति बचाउनको लागि हामी लाग्छौँ, प्रहरी प्रशासनलाई सहयोग गर्छौँ र सुशीला आमैलाई उनकै चेलाहरूले बनेको 48 घण्टा नबित्दै नारा लगाएर राजीनामा मागिसके। हामी चाहिँ कमसेकम 1 महिना चाहिँ राजीनामा माग्दैन, 1 महिना चाहिँ माग्दैन। अब सर्वोच्च अदालतले तिमी अवैध हौ, हिजो केपी ओली गरेको संगठन के अरे संसद विघटन चाहिँ अवैध हुन्, यही सुशीला आमै हुन्। अहिले त्यही संसद विघटन अवैध ढङ्गले नि प्रधानमन्त्री भएकी छिन्। अब सर्वोच्च अदालतले आमै तिमी ठुली आमै अवैध भयो, अब गएर घर गएर बस भन्छ भने अब हाम्रो केही लाग्दैन, त्यसलाई फेरि बिदा दिन्छौँ। अब देश सम्हाल्ने हामीले न हो, कोही माइकेलाले सम्हाल्नेवाला छ। तेरो उच्च जिम्मेवारीका साथ, उच्च जुझारु मनोबलका साथ, उच्च आँटका साथ तपाईँहरू लाग्ने। यहाँ हाम्रो पार्टी उपाध्यक्ष गुरु बराज्यू पनि आउनु भएको छ। म त भर्खर के बोल्ने र 2 शब्द दिने प्रतिक्रिया ल। यहाँ हाम्रो पार्टीको उपाध्यक्ष गुरु बरालले 2 शब्द बोल्दै हुनुहुन्छ। प्रिय युवा तन्देरी मित्रहरू, प्रजातान्त्रिक राष्ट्रिय युवा संघले जसरी आज यो देशमा देखा परेको अराजकताका विरुद्धमा खबरदारी गर्ने जुन कामको थालनी गरेको छ, सर्वप्रथम यो खबरदारीको अभियानलाई म हार्दिक सम्मान र स्वागत गर्न चाहन्छु। आज हामीसँग विज्ञान संगत दर्शन छ, हामीसँग सिद्धान्त छ, हामीसँग सही कार्यक्रम छ, हामीसँग नीतिहरू छन् अनि संगठन र जनआधार छ। यस अर्थमा नेकपा एमाले माथि भौतिक हमलाले नेकपा एमालेको अस्तित्वलाई चुनौती दिन सक्दैन। हामी यो भौतिक हमलालाई स्वीकार गर्दै हामी यसै जगबाट फेरि पार्टीलाई माथि उठाउन सक्छौं। त्यस सन्दर्भमा हामी एकताबद्ध भएर अगाडि जानुपर्छ। यो दोस्रो हामीले ध्यान दिनुपर्ने विषय छ। तेस्रो, युवा तन्देरीहरूले जे विषयलाई सुशासनको विषयलाई अर्थात् उनीहरूले देशको समृद्धिको विषयलाई जोडेर शान्तिपूर्ण आन्दोलनको जो सुरुवात गरेका थिए, त्यो सुरुवात गरेको विषय कानून सम्मत, विधि सम्मत, व्यवस्था सम्मत र संविधानले प्रदत्त गरेको प्रणालीबाट हल गर्न सकिन्थ्यो। तर यो सबै कुरालाई बीचमा विदेशी तत्त्वहरूबाट जसरी पेनिट्रेट गरियो र देशको ठूलो राजनीतिक संस्था अर्थात् सिंहदरबार जो सत्ताको एउटा संरचना मात्रै होइन, राष्ट्रिय धरोहर हो, सम्पूर्ण अभिलेखको संरक्षण गर्ने थलो हो, त्यसमाथि हमला भएको छ, सर्वोच्च अदालतमाथि हमला भएको छ, कानुनी राज्यमाथि हमला भएको छ, निजी सम्पत्तिहरूमाथि हमला भएको छ। त्यति मात्रै होइन, राजनेताहरूका सम्पत्तिहरूमाथि जसरी आज तोडफोड भएको छ, यसबाट यो तोडफोड र यो राजनीतिबाट हामीले शिक्षा लिनुपर्छ भने राणा शासन ढल्दा पनि पूर्वाधारहरू सुरक्षित थिए। 2046 सालको आन्दोलनमा पनि पूर्वाधारहरू, राशन पछाडिको आन्दोलनमा पनि पूर्वाधारहरूका कतिपय नोक्सान भएका थिए माओवादी द्वन्द्वले। तर महत्त्वपूर्ण राजनीतिक छात्रले खोज्यो अन्त मान्छे राजकीय पूर्वाधार हमला भयो। त्यसबाट यो देशमा सगरमाथामा विदेशी झण्डा गाड्ने षड्यन्त्रको यो एउटा एपिसोड हो भन्ने कुरा स्पष्ट छ। त्यस अर्थमा नै हामीले बुझ्नुपर्छ। र आज केपी ओलीको निवासमाथिको हमला भनेको यो केपी ओलीको निवास थिएन, यो निवास प्रकारान्तरले उहाँले त देशलाई समर्पण गरेको राजकीय सम्पत्ति थियो। भोलि यो सदुपयोग हुन सक्थ्यो। सबै देशका नेताहरू जसले अवैध सम्पत्ति आर्जन गरेर घरहरू कसैले बनाएका थिए, महलहरू बनाएका थिए भने त्यसको कानुन सम्मत छलफल गरेर, कानुन सम्मत निरूपण गरेर त्यसलाई अधिग्रहण गर्न सक्थ्यो र राज्यको सम्पत्ति बनाउन सक्थ्यो। तर आगो लगाएर जसरी आज अराजकताको थालनी गरेको छ, यसका विरुद्धमा हामी न्यायप्रेमी सबै नेपाली जनताहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने कुरातर्फ म विचार व्यक्त गर्न चाहन्छु। र तपाईँ हामी सबैले फेरि एकपल्ट नयाँ सिराबाट अगाडि बढौँ र सिङ्गो देशलाई अराजकताबाट अन्त्य गर्ने, विदेशीहरूको खेलबाट देशलाई मुक्त गराउने र स्वाभिमान
राष्ट्रिय एकता र समृद्धिको यात्रामा निरन्तर अगाडि बढ्ने हामीले सङ्कल्प गरौँ। हवस्, नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, ध्वंसकारी हत्याराहरू होसियार, ध्वंसकारी हत्याराहरू होसियार, युवा संघ नेपाल जिन्दाबाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दाबाद, धन्यवाद।